人才师傅 OK 拜拜欢迎再次光临 यहाँ चाहिँ गेट रहेछ के हिँड्नु न आफै खुल्दो रहेछ तर रमाइलो रहेछ है यहाँ यी गीत बजायो गीत गीत पाण्डा डान्स गरिदिएको रे पासाले भवालै ठाउँमा आयो यो चाहिँ कोइरालो हो के हाम्रो नेपालमा चाहिँ तरकारी खान्थ्यो होइन टाँकी हो ए नत्र यो साग खान्थ्यो कि कस्तो टाँकी हो कामै के भयो र यिनीहरू कोइरालो त अमिलो अमिलो हुन्छ नि त यो त छैन यहाँ फेरि उस रहेछ गुँडहरू कता हो कता के अब यस्तो छ हिँड्ने ठाउँ पनि सङ्गीत पनि छ यहाँ गाना पनि बज्छखेरि छ तर यहाँ सङ्गीतको महसुस भइरहेको सङ्गीता चाहियो सङ्गीत मात्रै भएर कुन सङ्गीता खोज्नु भयो यहाँ पनि चाहिहाल्छ ऊ त्यहाँ झन् दामी फुल फुल्या छ यार फुल मात्रै भएर हुँदैन अब भमरा आइपुगेछ अब भमराले पनि काम गर्नुपर्छ फुल सँगसँगै यो एरियामा चाहिँ सेकु दाइ बस्दो रहेछ त्यहाँ अनि सलाई आँसी खुर्पेटो नलैजाऊ भनेर चेक गर्दो रहेछ कि अब त्यो चाहिँ ल्याउनु नपाइरे के फुल फुल्यो यहाँ यस्तो दामी यार हेर्नु न यो फुल यो हिँड्ने बाटोमा पनि यस्तो के अब भिडियो रेकर्ड गरेर भिडियो त एडिट गर्ने त जाँटा हेर्नु न भाग्य भाइ छाडापछि बोल्नुहुन्न है भाग्य भाइ कति मेहनत गरे होला हाम्रो काठमाडौँ बजार जत्रो त पार्कै होला यार है वाकिङ भन्छ ओ माथि जाने होला कता कता पुगिन्छ है पासा उहाँ कराइरहेछ कहाँ पासा खै देख्दिनँ त यार घुम्ती रहेछ कि एक घुम्ती दुई घुम्ती तीन घुम्ती कति घुम्ती हो थुप्रै घुम्ती पो रहेछ त यार हामी आएको चाहिँ यताबाट मुनिबाट आएको यो जङ्गल मुला कत्रो हो घुम्ती चाहिँ साह्रै घुम्ती रहेछ हो टुई टपमा पुग्ने हो अब कस्तो बवाल बनाइदिएको के हो अब फेरि एक घुम्ती यहाँ र एक घुम्ती अनि माथि डाँडामा पुग्नलाई त अझै छ यार एक दुई तिन चारवटा छ चार घुम्ती पछि बल्ल पासाहरू कहाँ पुगे पासा यतै रहेछन् घुम्ती रहेछ त यार सोमेनी घुम्ती यी घुम्ती कटेर यहाँ आइसके मान्छे मिल्छ त ठक्क अन गर्न बित्तिकै हामीले आइडिया नजानेर हो के त्यो सिमको चाहिँ तर हाम्रै सिम चाहिँ चल्दो रहेछ है त्यहाँ पछि यसो हाम्रो विकास भाइले टिरिक लगाएको चल्दो रहेछ कि चल्दैन हो त्यही भए पनि त टावर अहिले पनि देखाइरहेछ फोन त यसले पनि हुन्छ होला कि आर्टिफिसियल त हो त ठाउँमै छ त त्यो ए हेर्नु अझै यत्रो घुम्ती
लुक्या छ होइन यो फोहोर जम्मा गर्ने गाडी होला यो दाइको ड्युटीमै हो दाइ थाक्यो हो दाइ पसिनै पसिना भइजाउ त यार बाबु गुल्टेलास है दाँत फुत्केला फेरि ओह क्यामेरा लगाएछ जोर जोर से ताल हेर्नुहोस् ताल बेताल कुरा नगरेर ताल ताल भनेर फेरि उत्तर कोरिया देखाइदिन्छु नि फेरि म तर बबालै रहेछ कि हेर्नु न हामी त कहाँ पुग्छ त यार अब हामी टपबाट चाहिँ के देख्छौँ त है हेरौँ अहिले चाहिँ हामी टपमा आइपुग्यो है टपमा के रहेछ भन्दाखेरि अब हामी जाने बाटो चाहिँ यो हो यो बाटो गयो भने हामी उता पुग्छ होला यो यहाँ टपमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यही ठुलो ढुङ्गा रहेछ यो ढुङ्गा रहेछ अरू त के रहेछ र सो भ्यू हेर्ने ठाउँ रहेछ हामी जाने उता पछाडि अहिलेलाई मैले आज धेरै भाषा बोलिरहेको छु यसको लागि म माफ चाहन्छु हाम्रो पासाले के भन्दैछ मिठो चिनी अलो चिनी सुगर अखर हालेर सबै मिठो मिठो मात्रै बोल्छु अब म छाडा बोल्दिनँ धन्यवाद धन्यवाद यताबाट भ्यू देख्ने चाहिँ यही हो आइपुग्यो थाकियो पनि टपमा आइपुग्यो नि हामी त आइपुग्यो टपमा के न रहेछ भने ढुङ्गा रहेछ एउटा चढ्दिनमा हामी आएको त्यो केही घरहरू त हो नि है के होइन के हामी आएको घरहरू त्यो इन्ट्रान यही हो है अब जाने फेरि हामी त्यहीँ त रहेछ नि होइन जाउँ पासा ए उता अर्को ट्रायल पनि रहेछ त ऊ त्यहाँ यही बाटो त ऊ त्यहाँ हेर्नु न यता एउटा छ अर्को उता छ खोइ ऊ त्यहाँनिर माथि त्यो गा देखेन ऊ कुन बाटो भन्नु यहाँनिर के यो बाटो त्यही बाटो भित्र घुमेर यता निक्लियो अनि चिक्ने एउटा यता गछ एउटा उता गएको देखेन यस्तो उता हेरौँ कहाँसम्म पुग्छ होइन होइन अहिले हेरौँ न पासा छाडा बोल्दैन भनेको अघि भर्खर अहिले नै दिइसक्यो 3-4 शब्द कहिले बोल्दिनँ म सधैँ भइसक्यो म सुध्रिसकेँ माफ गर्नलाई हजुर म सुध्रेँ अब म कहिले छाडा बोल्दिनँ मिठो मिठो बोल्छु चिनी सक्खर जुलेबी रसगुल्ला मात्रै बोल्छु अब जिब्रोको टुप्पैमा छाडा छ अनि कहाँबाट ल जे होस् यस्तो पनि चाहिन्छ नि त नत्र भने त कहाँ रमाइलो यसरी घुम्न सकिन्छ त नि भुवाक्क परेर गाला फुलाएर होइन बदम सुन्तला किन्ने भने होइन तपाईँले डाँडामा बसेर कस्तो मजाले खानुहुन्थ्यो कता गयो भने कता गयो ऊ त्यहाँ देखेन ऊ रातो उता गएको ऊ एउटा यता गयो होइन यस्तो अर्को यस्तो गछ के हो रातो माथि गयो अनि 4चोटि 5चोटि होइन के त्यहाँ 2टा छ अहिले मतलब के बाटो घुम्ने पासा आँखै नदेख्ने रहेछ यही बाटो भनेको एउटा यता छ भने होइन अब कता जाने भन न खै भाग्य भाइ अब 2टा बाटो आयो फेरि टाढा जाने कि हामी नजिक जाने यो बाटो चाहिँ सिधै जाने भयो
यो साइड अर्को बजारतिर जान्छ होला के पासा होइन यही घुम्ने होला डाँडा शीतल हुन्छ अलिकति घुम्ने यसरी ल जाऊँ न त यही बाटो यहाँ खानेकुराहरू पनि छ कि ड्रिङ्क्सहरू तर क्यास चाहिँ काम नगर्दो रहेछ विच्याट पे हामीसँग छैन अब हुँदैन छैन कि अनि अब हिँड्ने हो अब हामी यो बाटो छोडेर चाहिँ यो बाटो छोडेर यो बाटो लाग्छौँ अब गाना पनि दामी छ यी 1500 मिटर रे माइलेज 1500 माइलेज भनेको छ क्या रे के हो यो माइलेज भने 1500 मिटर भने त माइलेज हैन माथि माइलेज लेखा छ त हैन माइलेज चाहिँ भनेको डिस्टेन्स भनेको माइलेज कति दि भनेको 8.5 लाई अलि गाह्रो हुन्छ नि त नरिसाई बुझाउ न यार माइल त कति 2.30 अनि किलोमिटर माइल हो के 8.5 लाई गाह्रो हुन्छ त नि गाडीको मोटरबाइकको माइलेज कति दिन्छ यस नाउ भेरी गुड ए मुनिको बाटो पनि घुम्ती 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 दामी घुम्ती रहेछ कि टाढा अलि शीतल होला कि भनेर हो यो चाहिँ हाम्रो अर्को बाटो हामी यो छोड्यो यो पहाड घुमेर उताबाट जानुपर्ने जति हिँड्ने नि सकेन त हो यो त अझै यता निक्लियो पासा थाकिसक्यो र फेरि बोलेको हेर न हेलो म अब सुध्रिसकेको छु अब म कहिले बोल्दिन नराम्रो केही हो मात्रै बोल्छु त्यही हो बोल्दिन नेपालमा फुल फुलेर पहेँलै भयो भन्थ्यो चाइनामा पनि फुल फुलेर पहेँलै भयो चाहिँ यहाँ कडै पहेँलो भएछ कि है पासा नेपालमा फुल फुलेर पहेँलै भयो भन्थ्यो यहाँ त हेर झन् कस्तो पहेँलो छ यो बहिनीको पहिला कस्तो राम्रो रहेछ क्या यस्तो रहेछ कि यहाँ त्यो भर्याङको उसको बाटो छोडेर आएको यता के छ भनेर यस्तो रहेछ पासा कुइक कुइक गर्दै हो चुरोट नखाऊ भनेर ठाउँ ठाउँमा लेखा छ चौधरीको लोती फर्किछ हिँड्दा हिँड्दा लोती हल्का हल्का सबै त फर्किया छैन कुइक अब एकछिन हेर्नु कुइक तर यो माटो म्याप्जल्ने भयो है अन्त अब लाइन खाएको छैन यो त बाराही मन्दिर जस्तो रहेछ कि बिचमा अब त्यहाँ मन्दिर बनाइदियो भने बाराही मन्दिर ल आज टापु रहेछ कि हिँड्ने नि यो बाटो त जति हिँड्ने नि नसकिँदो रहेछ त अझै उता देखाउँछ यार बेबे बेबे गर्दै आउँदैछन् कोही तल झर्न आउँछ हेलो नमस्ते 菜鸡过呀，等一下才有餐 ，OK， 才 OK， 谢谢，不客气。कडा बोल्दै राखेको के हो अब यो तल झरेर यो बजारतिर ट्याक्सी पाए त हुन्थ्यो ट्याक्सी पाए त हुन्थ्यो यो उता गयो भने त हामी अन्तै पुग्छ यार बस छ नि यो बस ओपेरातिर पुगिन्छ कि जाने हो अब त भोक पनि लाग्न थाल्यो हो भुटिया भात खाएर हिँड्ने जङ्गली बँदेल देखेछ है毕竟离它有点远嘛。哇，那个嘴巴真的很长啊！哦，顶嘴儿。你3块钱1斤的肉哎，这50块1斤吗？那是50块钱买不，所以有没有便宜过？
躺平了。 लो 5 बजेछ है ओ त्यो डाँडाबाट पनि झरियो अब बजारतिर चाहिँ आइपुग्यो तर यो बजार चाहिँ के पाइन्छ यहाँ थाहा छैन Come on, guys. How about ओ आइसक्रिम किन्दिने रे कमान गाइज भन्दैछ पासा what flavor you want, guys? चुकुलेट भेरी गुड ला डुरेन पर्दाखेरि चाहिँ खाँदेर मरिन्छ Coconut. होइन म त चुकुलेट खाने ऊ यहाँ छ चुकुलेट What do you want, you, my friend? Your chocolate, your pindalu flavor. म चाहिँ Narial flavor. Yes. म चाहिँ चुकुलेट खान्छु एउटाको 6 रुपैयाँ 5 रुपैयाँ रहेछ 5 रुपैयाँ एउटाको ए ल 10 रुपैयाँ ल्याऊ तिम्रो यहाँ छ 10 रुपैयाँ छ यहाँ छ लो यो जम्मा 15 रुपैयाँ रे यो 5 रुपैयाँ रे एउटाको ल विकास होइन सस्तो रहेछ नि नरियल कुन चाहिँ के यो 15 रुपैयाँको 5 रुपैयाँ रे एउटालाई मकै भुटेको के बाघहरू पहाडबाट झरियो अब बस खोज्नतिर लागिन्छ हामी चाहिँ अघि आउँदाखेरि जुन सिटीमा बजारमा झरेका थियौँ नि त्यो बजारभन्दा चाहिँ अलिक टाढै पुगिएछ क्या हामी त्यो हिँड्दै थुप्रै हिँड्यो नि अनि यहाँबाट त्यहाँ एकछिन बसियो गरम भयो थियो आइसक्रिम खाइयो अब 15 मिनट हिँड्यो भने चाहिँ गाडी ट्याक्सीहरू पाउँछ भन्दै थियो त्यो भोटेले अब हामी त्यता जान्छौँ अनि 6-7-8 बजेतिर फेरि उता भेट हुनु पर्यो यही हो यहाँ चाइनाको बजार भनौँ कि यो बजार गाउँ जस्तै छ ज्याङ्गलु डोङ्गु के हो के डोङ्गु याङहाङलु रे रिमिनछेङलु नाम पनि के हो यार लु चाहिँ आउँदो रहेछ डोङलु छोङलु लु गुलु रे लु चाहिँ हुँदो रहेछ है अगाइयो अलिअलि खासै चहल पहल बजार एरिया पनि छैन फेरि अब यहाँ चाहिँ फेरि चौबाटो आइपुग्यो यो चौबाटोबाट हामी कता जाने त है अब यहाँबाट यतै जाने हो बस त वहाँ आउँछ अरे क्या समय लाग्छ ए यता होइन सिधै अब कुन बस जान्छ फेरि थाहा पनि छैन जाम न यतैबाट उता पनि त जेब्रा क्रसिङ होला नि त अहिले त हल्का चिसो भयो है ज्याकेट लगाइयो हामी चाहिँ अघि बस स्टपमा यसो ट्याक्सी पाउँछ कि भनेर कुरेर बसेको ट्याक्सी पाइएन अनि एउटा बहिनीलाई सोधेको अनि त्यो बहिनीले चाहिँ उसमा जाऊ भन्यो सोल्टे ठिक छ सोल्टे ट्रान्सलेट गर्ने अनि मलको अगाडितिर पाउँछ ट्याक्सी भन्ने कुरो आयो मल खोज्दै हिँडेको सपिङ गर्न पनि हुने यसो केही पायो भने किनिहालौँला
केरा एक खाता केरा किन्न पर्छ एक खाता केरा पाइन्छ केरा किनेर लाने आज छोरालाई ग्रिन कलरको कट्टु किन्दिन छ यार के ल्याइदिउँ छोरा भनेको ग्रिन कलरको कट्टु भन्छ ग्रिन कलरको कट्टु किनिदिने हो अहिलेको घर यही हो जुहाईको यसो बजारहरू यहाँ चाहिँ खासै मान्छे पनि छैन हो गोङ्बे पोर्टमा मात्रै देख्छ है पासा मान्छे चाहिँ यहाँ चाहिँ खासै नदेख्ने कि सबै मकामा काम गर्न गइहालेछ बेलुका सबै फर्केर आइहाल्छ बहुत मान्छे भइहाल्छ कुरो बुझेछ मल त यहीहरू जस्तो देख्छ ट्याक्सी देखिहालेछ ट्याक्सी कर्नर देखिहाल्यो हरियो यहाँ काटौँ भयो कपाल मैले अस्ति भर्खर काटेको पासा हिरो भन्छु काटेको कपाललाई पनि नभएको कपाल पनि कति काट्नु हो चिप्ने मर्ला चिप्लेर अगाडिको छोडेको धेरै कृपया पासाले मुख फेरि छोडिहाल्नु भएछ यस्तै हो कहिलेकाहीँ अब छोड्दिन भन्नुहुन्छ फेरि एकछिनमा ड्याममा गइहाल्छ ट्याक्सी चढेर गोङ्बे पोर्ट गएर अनि जनता कुर्नु पर्यो भोक पनि लाग्छ गिटार रहेछ गिटार विकास गिटार पसल ट्याक्सी त देखिहाल्यो नि ल त गए 2-3वटा तीनटा त के गर्ने हो र कपाल काट्ने म काटिसक्या कपाल कति काट्ने हो भने पासाले कपाल काट्नु ट्याक्सी आयो ट्याक्सी आइरहेछ त यी ट्याक्सी यही एरिया हो अब मलहरू बजारहरू अलि चहल पहल छ नि त यो उसतिर आइयो के भन्छ अरे मलतिर रहेछ मल म्याक तल गयो होला नि लगाएछु ट्याक्सी खोज्दै एक राउन्ड मल पनि राउन्ड लगाइयो यहाँ चाहिँ पाउँछ जस्तो छ है ट्याक्सीको टाउको धेरै देखिरहेछ एडिडास रे ओरिजिनल हो कि डुप्लिकेट हो ल ठ्याक्क ट्याक्सी पनि आइपुग्यो अब हामी चाहिँ गोङ्बे पोर्ट यो त गन्जा भयो गोङ्बे हो जान्छ ट्याक्सी भेटियो अब गइन्छ त्यो मल पनि त्यही माथि रिसाएर सनसेट हुने बेला पनि भएछ जुहाई गोङ्बे पोर्ट आइपुग्यो ट्याक्सीमा एकछिन तनाव लिँदै झन्नै मोबाइल हराएको रे आशाले तर्सायो ल हेर्नु यो चाहिँ मकाउ आउने जानेको हुल हो यो सुसाइड गरेछ नि हाँस कुखुरा के खिच्ने हो अलिअलि अब मोबाइलको कष्ट हाल्न जानु पर्यो छन् क्या अरे दाइहरू
गिम्बल सिम्बल जम्मै बेच्दो रहेछ यतिखेर चाहिँ कति बज्यो भनेपछि 7:30 बज्यो है ऊ त्यो अघि हिँड्ने चाहिँ हाम्रो साउनी हो अनि अब खान हिँडेको डिनर खान अब यहाँ रहेछ हेलो 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 अर्को सोल्टी यहाँ रहेछ यहाँ हाम्रो रेडी भएछ बस्ने सबै आइपुगेछन् यहाँ तरुनीहरू पनि आइपुगे यहाँ हेलो हेलो ल है हाम्रो यस हाम्रो खाना चाहिँ रेडी भयो है आउनु चाहिँ बाँकी छ That's why I know the supervisor. Always I see him. Hello guys. यो चीज भनेको चाहिँ यसरी यही देखेको छैन पकाउने आफै चलाउने यहाँ बियर हाल्ने बियर खाने गिलास चाहिँ सानो के सट हाल्ने हो झ्याप भइसक्यो मान्छे पनि धेरै नै हो अब चाहिँ हामी लाग्छौँ बाहिरतिर बाहिर यहाँ यस्तो छ फेरि माहौल गीत गाउन जाने भन्दै थियो हेलो गाइस You are hello, okay? हेलो ओहो I love you. I love you. Hello, okay. ओके ल We go to KTV. Oh, There. Turn right. turn right. Okay, let's go. Okay. अब नाच्न गीत गाउन जाने रे त्यहाँ अनि हामी चाहिँ The fourth DJ give you dancing. dancing today चाहिँ हाम्रो सुपरभाइजर This guy is very cheating. cheating na. You so bold. Okay. नाच्न जाने हो you go very good, huh? Good. अब हामी चाहिँ नाच्न जाने रे भात खाएर आइयो
यो हाम्रै ग्रुपहरू हुन् छलफल गर्दैछन् के भन्छन् बुझे मरिजान् कहाँ हो जाने 这个你还去订油对？我们上次去下完那里哪个喊价？ 我踩了说哈去。 त्यो डान्स हामी चाहिँ अब बोर्डर गेट हिँडेको उस गर्ने ठाउँ पाइएन नाच्ने ठाउँ पाइएन रे है है अलिगो ट्याक्सी आयो Hello, Sai here. है ट्याक्सीमा बस्ने हो 冲绳花園對面個，我叫係拱北個關個路口又得。你哋翻過澳門。因為看到 अहिले चाहिँ रातिको ठ्याक्क 10:30 बज्यो है अब चाहिँ हामी गोङबे पोर्ट अब चाहिँ मकाउ गइन्छ लखर दिनभरि हिँड्यो 4 कराई खाएको है हामीले कि कति कराई खायो 4 कराई थियो है 4 कराई रक्स मासु अनि अलिकति उस खाइयो अलिकति रक्सी अब चाहिँ हिँड्यो अहिले त अझै चाइनामै हो अब एकछिनमा मकाउ पुगिन्छ त्यतिखेर चाइना इमिग्रेसन आइपुग्यो अब लाइन लाग्नुपर्छ ठ्याक्क 10:30-40 गएछ फर्कियो टुरिस्ट भएर अब कामदारमा अघिसम्म टुरिस्ट थियो अब चाइना हुँदासम्म चाहिँ टुरिस्ट अब चाहिँ कामदार हो अब काम गर्ने हो ड्याङ गरेर अब यस्तै छ ए अब चाहिँ गइन्छ र सुतिन्छ अनि काम गर्नु पर्यो भोलिदेखि त भोलि पनि जागिर खानु पर्यो गाह्रो छ आजलाई चाहिँ अब मकाउ आइपुगिहाल्यो क्या रे किन लामो कुरो गर्ने हो आजलाई बाई बाई अब मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सी यू इन नेक्स्ट भिडियो बाई बाई है त हस्